हेलो एन्ड नमस्ते फेरि पनि यहाँहरूलाई। आज चाहिँ फेरि हामी अर्को नयाँ एपिसोड लिएर चाहिँ आएका छौँ यहाँहरूमाझ र आज पनि केही जानकारी यहाँहरूलाई दिन सक्षम हुन्छौँ भन्ने चाहिँ हामी विश्वास गरेका छौँ हैन। कोसिसको साथमा प्रस्तुत भन्छौँ हामी। र आजको भिडियो चाहिँ अलिकति छोटै हुन्छ होला सायद मलाई लाग्छ। धेरै जानकारी भन्दा पनि थोरै इन्फर्मेसन तर एकदम कन्क्रिट ठोस इन्फर्मेसन चाहिँ हामी राखौँ भनेर सोचिरहेका छौँ। आज हामी कुन विषयमा छलफल गर्दैछौँ निशाजी? आज लगभग हाम्रो खासमा चाहिँ यो चाहिँ लास्ट भिडियोलाई कन्टिन्यू गरे जस्तै हो। हामी त्यही अफिसियल कामहरू के गर्ने भन्ने बारेमा चर्चा गरिरहेको थियौँ हैन। सो दुईटा कुरा त हामीले क्लियर गरिसक्यौँ, कुरा त्यो बारेमा उठाइसक्यौँ। अब नेक्स्ट स्टेप के गर्ने त, व्हाट नेक्स्ट हैन। त्यो पछि त्यसपछि चाहिँ तपाईले जुन काम आईडी कार्ड बनाएर आइसक्नुभयो त्यसको बाद चाहिँ तपाईले गर्ने भनेको नेक्स्ट प्रोसेस भनेको तपाईको बैंकिङको कामहरू हुन्छ हैन। अब तपाईले बैंकको बारेमा रिसर्च गर्नुस्, थुप्रै अप्सन्सहरू हुन्छ हैन। मजाले रिसर्च गर्नुस्, कसैबाट सुन्नुस्, कसैलाई सोध्नुस् हैन। अन्त तपाईलाई के चाहिँ अलिकति सहुलियत फिल हुन्छ, इजी फिल हुन्छ, बैंक चुज गर्नुस् हैन। अन्त नेक्स्ट भनेको तपाईले बैंक अकाउन्ट बनाउन पर्छ। त्यसको लागि चाहियो तपाईको पुलिसबाट बनाएको आईडी कार्ड। मेन चाहिँ त्यही हो। अब यो आईडी कार्ड बनिसकेपछि प्राय ठाउँमा त्यही पुलिसको आईडी कार्ड नै चाहिने रहेछ आरपी कार्ड भन्दा पनि हैन। मलाई चाहिँ धेरै मैले पछिल्लो टाइम पनि भनेको थिएँ त्यो आरपी कार्डै बोकिन्थेँ क्या म चाहिँ प्रायः क्या। त्यसले नै सबै काम हुन्छ जस्तो लाग्थ्यो। तर आईडी कार्ड भनेपछि त्यो स्पेसिफिकली त्यो पुलिस स्टेसनमा बनाएको कार्ड चाहिँ रहेछ कि। मलाई त्यो बुझ्नु कति टाइम लाग्थ्यो। त्यो कार्डले सबै काम गर्छ लगभग। तपाईको बैंक जानुहुन्छ त्यही कार्ड माग्छ। त्यो कार्ड नबनिँदा चाहिँ बैंक अकाउन्टहरू पनि नबनिँदो रहेछ। अरू केही प्रोसेसमा जाँदाखेरि पनि तपाईँलाई चाहिँ तपाईँको पर्सनल आइडेन्टिटी कार्ड भन्छ, त्यो चाहिँ पुलिस कार्ड हो जुन हामीले रिसिभ गर्छौँ। त्यो कार्डलाई चाहिँ मान्छ उनीहरूले हो। अब म्यामले भने जस्तै त्यो कार्ड हामीले रिसिभ गरिसकेपछि चाहिँ मेसेज आउँछ एक हप्तामा हैन। तपाईँले देखेको एप्लिकेसन देखेको एक हप्तापछि मेसेज आउँछ, तपाईँ लिन जानुहुन्छ। त्यो रिसिभ गरिसकेपछि तपाईँ ब्याङ्कमा गएर फर्दर प्रोसेसिङ गर्नुहुन्छ। पक्कै पनि हामी इमिग्रेन्टलाई सबभन्दा पहिला अरू कुनै देशमा, पराई देशमा अथवा अन्य सेकेन्ड थर्ड कन्ट्री जाँदै गर्दाखेरि हामीलाई चाहिने भनेको के हो भन्दाखेरि चाहिँ यही दुई तिनवटा कुराहरू हो क्या। सबभन्दा पहिला फर्स्टमा हामी रजिस्टर्ड हुनु पऱ्यो। सर्टेन ठाउँमा चाहिँ हामी पनि छौँ है भन्ने एउटा जानकारी दिनु पऱ्यो हैन। एउटा त्यहाँको आइडेन्टिटी कार्ड बनाउनु पर्ने हुन्छ हैन। दोस्रोमा तेस्रोमा भनेको हामीलाई बैंक एकाउन्ट चाहिँ चाहियो क्या हैन। एकदमै हामीले ल्याएको पैसालाई डिपोजिट गर्न होस् अथवा भोलि कहीँ हामीले जागिर पायौँ भने अथवा हामीले पाउने पैसा आउनको लागि पनि बैंक चाहिँ डिटेल चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यो भएको कारणले अर्को स्टेप भनेको ब्याङ्किङ एकाउन्ट चाहिँ खोल्ने कुराहरू हुन्छ हैन। अघि म्यामले भन्नुभयो बैंक एकाउन्ट चाहिँ यसमै गएर खोल्नुहोस् भनेर हामी यहाँहरूलाई सजेस्ट गर्दैनौँ। यहाँहरूले आउनुहोला, हेर्नुहोला, धेरै ब्याङ्कहरू छन्। नोडिया भनेर छ, ओपे भनेर छ, ओपे भनेर छ हैन, एसपाङ्की भनेर छ। हजुरको केमा छ एकाउन्ट? मेरो चाहिँ एसपाङ्कीमा छ। त्यो मैले धेरैजनाकोबाट सुने अनि मैले चाहिँ यसो वरिपरि विचार्दा चाहिँ अब धेरैजनाको मुखबाट सुन्दा ओर्दा सजेसन लिँदा चाहिँ एसपाङ्की चाहिँ अलिकति सजिलो लाग्यो कि जिरो कस्टमै खोलिने भयो। अनि तपाईँलाई थोरै थोरै अमाउन्टहरू डिपोजिट गर्नु छेउछाउको स्टोरहरूबाट पनि हुने, ब्याङ्कै पुग्न नपर्ने। अब हामी त के गर्दा सजिलो हुन्छ भन्नेमै जान्छौँ नि त। अनि त्यो हिसाबले गर्दाखेरि चाहिँ मेरो चाहिँ एसपाङ्कीमा छ, मेरो हस्बेन्डको पनि एसपाङ्कीमा छ। मेरो छेउछाउमा जति साथीहरू हुन्छ उहाँहरूको पनि मैले सुने अनुसार चाहिँ प्रायःको एसपाङ्कीमा छ क्या। अलिकति खोल्न सजिलो छ त्यसमा चाहिँ। पहिला थाहा छ एसपाङ्कीमा के थियो? हामी आउँदाखेरि चाहिँ तपाईँको एसपाङ्की ओन्ली फिनिसमा मात्रै थियो क्या। त्यसको एप्लिकेसन, मोबाइल एप्लिकेसनहरू चाहिँ फर्म भर्ने कुराहरू पनि सबै फिनिसमा मात्रै थियो। हामी आएको केही महिनापछि मलाई लाग्छ इमिग्रेन्टहरू धेरै भएपछि यिनीहरूले चाहिँ के रियलाइज गर्यो भने अब इङ्ग्लिस मिडियमबाट नै हामीले चाहिँ हाम्रो कामहरू अगाडि बढाउनुपर्छ भनेर सोचेर त्यो गरे। तर सजिलोको हिसाबले र कस्ट फ्री जुन तपाईँको अब नेपालको केसमा हेर्ने भने तपाईँले पैसा डिपोजिट गर्नुभयो, एकाउन्ट खोल्नुभयो भने तपाईँलाई बेनिफिट हुन्छ, इन्ट्रेस्ट आउँछ, दुनियाँ हुन्छ। यहाँ चाहिँ उनीहरूले तपाईँले एकाउन्ट खोलेपछि तपाईँले सर्टेन एमाउन्ट डिपोजिट गर्नुभयो भने पनि त्यसको चाहिँ उनीहरूले सर्भिस चार्ज चाहिँ एभ्री मन्थ काट्छ क्या हैन। सर्भिस चार्ज चाहिँ उनीहरूले लिइरहेको हुन्छ। एसपाङ्कीमा चाहिँ लिँदैन है। अरू ब्याङ्कमा चाहिँ लिन्छ, लिँदो रहेछ मैले थाहा पाएको। त्यो चाहिँ लिन्छ। त्यसलाई चाहिँ विचार गरेर यहाँहरूले वाइजली त्यो कुरा गर्नुहुन्छ। किनभने हामीलाई आउन साथ ओपे, नोडिया अरू ब्याङ्कमा खोल्नुपर्छ भन्ने जरुरी नै छैन। तत्काल हामीलाई एकाउन्ट चाहिएको हुन्छ। एकाउन्ट डिटेल भयो भने तपाईँले आफ्नो कामहरूलाई अगाडि बढाउन सक्नुहुन्छ। बिस्तारै यहाँ आइसकेपछि तपाईँ सेटल भइसकेपछि तपाईँको निड अनुसार, तपाईँलाई आवश्यकता अनुसार चाहिँ तपाईँले डिटेलमा कुरा बुझेपछि त हैन। अब त्यसको लागि त तपाईँ स्वतन्त्र हुन्छ जे गरे पनि
भइहाल्यो के मैले चाहिँ नोर्डियामा खोलेको एक्चुअली अनि मैले वाइफको चाहिँ ओपे ब्याङ्कमा चाहिँ एप्लिकेसन दिएको थिएँ क्या भनेपछि उसको ओपेमा छ मेरो नोर्डियामा रहेछ तपाईँको एस ब्याङ्किङमा छ भनेपछि हामीसँग चाहिँ सबै ब्याङ्कको चाहिँ एउटा अनुभव चाहिँ छ तर नोर्डियामा गर्दाखेरि चाहिँ अरू ब्याङ्कहरूको चाहिँ प्रोसेसिङै एकदमै लेन्दी हुने क्या तपाईँको सुरुमा बुक गर्यो टाइम लिनु पर्यो टाइम लिइसकेपछि टाइम लिनै त्यहीँ लफडा छ होइन कति पालि कल गर्नु पर्यो तपाईँले विदाउट अपोइन्टमेन्ट जानु पाउनु भएन तपाईँ जानु ढोकै खुल्दैन त्यहाँदेखि खोल्दैन जस्तो लाग्छ मलाई दिन उहाँहरूले होइन त्यो भएको कारणले अपोइन्टमेन्ट लिनु पर्यो अपोइन्टमेन्ट लिइसकेपछि तपाईँले त्यहाँबाट डिटेल प्रोसेसमा सबै डिटेलहरू डकुमेन्टहरू के लाने भनेर उसले इमेलमा पठाउँछ त्यो अनुसार चाहिँ तपाईँले चाहिँ डकुमेन्ट लानु पर्यो होइन त्यो अनुसार उनीहरूले अब प्रोसेसिङ अगाडि बढाइदिन्छ फेरि एकाउन्ट खोल्न पनि टाइम लाग्छ क्या एस ब्याङ्किङमा के हुन्छ यस ब्याङ्किङमा खोल्न अकाउन्ट नम्बर चाहिँ उनीहरूले सेम डे नै दिएर पठाउँछ होइन दिन्छ अकाउन्ट नम्बर चाहिँ दिन्छ तर त्यसको पनि फर्दर कामहरू पुरा हुन लाग्छ एक हप्ता त कम्तीमा पनि मिनिमम आई गेस लाग्छ तपाईँको हेर्नु न हाम्रो चाहिँ अब नोर्डियामा मैले भएको अनुभव अब नोर्डिया नराम्रो भन्नु खोजेको त होइन यो पनि अब युरोप युनियनभित्र भएको देशहरू इन्टरनेसनल ब्याङ्क हो यो होइन एस ब्याङ्किङ नै होला सायद आई डोन्ट नो एस ब्याङ्किङको बारेमा मलाई थाहा छैन तर सिम्पली के हो भने तपाईँले एकाउन्ट खोल्न ओपनिङको लागि पनि अपोइन्टमेन्ट लिनुहुन्छ त्यहाँ एक हप्ता जान्छ होइन त्यसपछि फेरि कार्ड तपाईँको एटिएम आउन पनि अर्को हप्ता लाग्छ त्यो दुनियाँ प्रोसेस छ क्या तपाईँले पैसा डिपोजिट गरिहाल्छु भनेर पनि सिधै गएर ल मैले डिपोजिट गर्नु पर्यो भनेर पनि हुँदैन त्यहाँ पनि अपोइन्टमेन्ट लिएर होइन जानुपर्ने केसहरू छ त्यो भएको कारणले अलिकति ह्याजल चाहिँ एकदम धेरै हुन्छ है तपाईँलाई एकदमै धेरै टाइम लाग्ने लेन्दी प्रोसेस छ क्या मलाई चाहिँ यो यस ब्याङ्किङको अब कस्टमर पनि भयो होइन त्यो हिसाबले पनि मतलब जस अलिकति सबसे इजी लागेको चाहिँ मलाई मन परेको पार्ट चाहिँ के भने जस पैसा त्यो डिपोजिट उनीहरूले हाम्रो त्यो अकाउन्ट ओपनिङ गर्ने टाइममै चाहिँ उनीहरूले हाम्रो लिमिटहरू सबै त्यहाँनिर खुलाइदिइसकेको हुन्छ होइन अनि त्यही भएर चाहिँ पैसा डिपोजिट गर्न जाँदा चाहिँ छेउकै एस मार्केटहरू हुन्छ नि त्यहाँनिर जाँदा डिपोजिट गर्न मिल्छ क्या त्यो चाहिँ सजिलो लाग्यो क्या ब्याङ्क कहाँ पर्छ त्यही भएर वहीँ चाहिँ धाउन परेन त्यो चाहिँ एउटा मलाई राम्रो सजिलो लाग्यो क्या मैले सुनेको अरू ब्याङ्कमा पनि जस्तै अब सेन्टरहरूमा ओत्तो भनेर चाहिँ यहाँको एटिएमलाई चाहिँ ओत्तो भन्दो रहेछ क्या अनि त्यहाँ चाहिँ तपाईँले क्यास विथड्र गर्ने र क्यास डिपोजिट गर्न मिल्ने पनि हुन्छ अब अहिले नेपालमा पनि बिस्तारै त्यस्तो खालको एटिएमहरू आउँदैछ होइन तपाईँले क्यास लिएर जानुहुन्छ एटिएममा हाल्नुहुन्छ तपाईँको एकाउन्ट डिटेल हाल्नुहुन्छ अनि डिपोजिट हुन्छ अनि यहाँ सेन्टरमा पनि छ त्यो एउटा ब्याङ्क केस सिटी मार्केटको साइडमा त्यहाँ भित्रपट्टि चाहिँ इन्ट्रेन्सको साइडमा चाहिँ त्यो एटिएम छ अरे भन्ने चाहिँ मैले सुनेको छु होइन मैले तर ट्राई चाहिँ गरेको छु डिपोजिट गर्न त्यहाँबाट कुन ब्याङ्कमा हुन्छ भन्ने कुरा चाहिँ मलाई पनि त्यति धेरै जानकारी छैन हुन्छ अरे डिपोजिट गर्न मिल्छ भन्ने सुनेको त्यो पनि हामीले फेरि पनि अघिल्लो भिडियोमा आउँदो भिडियोहरूमा चाहिँ बनाउँला तर यसको मतलब के हो भने ब्याङ्क नराम्रो भन्न खोजेको होइन कि तपाईलाई आउन साथ इमिडिएटली तपाईको काम अगाडि बढाउनलाई चाहिँ सपोर्ट हुने तरिकाले चाहिँ सजिलो के हुन्छ भन्ने कुरा हो अप्सन्स त टन्नै पके पनि हुन्छ अब त्यो तपाईको हातको कुरा हो तपाईँ के चुज गर्नुहुन्छ रिसर्च गर्नुस् कसैसँग सजेसन लिनुस् हैन अनि देन आफ्टर तपाईको आफ्नो विशको कुरा हो त्यो त हैन र अहिलेसम्म देखेको हाम्रो बेस्ट अल्टरनेटिभ हामी जस्तो इमिग्रेन्ट र इमिडिएटली हामीलाई इन्फर्मेसन चाहिहाल्ने एकाउन्ट डिटेलहरू खोलिहाल्नु पर्ने भएको कारणले चाहिँ एस ब्याङ्किङमा गर्दाखेरि सजिलो हुन्छ होला यहाँहरुले तर नेपालदेखि नै यहाँ आउनु त्यसको पनि कार्डहरु त इन्स्ट्यान्टली त आउने त होइन टाइम लाग्छ त्यो उनीहरूले पनि प्रोसेस बाइ प्रोसेस गर्छ तर त्यो 9 दिनसम्म चाहिँ उनीहरूले हामीलाई त्यो एउटा टेम्परेरी कार्ड दिएर पठाउँछ के त्यसले गर्दा चाहिँ स्टोरहरुमा जाएर पेहरु गर्न सजिलो हुन्छ हामीलाई त्यो त राम्रो भयो नि त्यो हाम्रो केसमा त त्यो नै थिएन नि त तपाईको मोबाइल ब्याङ्किङको कामहरु चाहिँ गर्न मिल्यो तर अब कार्डै त्यो टेम्परेरी कार्ड भनेर त्यस्तो खालको कुरा अनि एउटा अझै एउटा राम्रो के छ थाहा छ एस ब्याङ्किङको चाहिँ तपाईले जति पनि खर्चहरु गर्नुहुन्छ उसले त्यो स्टोरहरु तोकिदिएको छ के कुन स्टोरहरु उनीहरुसँग एसोसिएट भएको के हो थाहा भएन तर स्टोरहरु तोकिएको छ त्यो स्टोरहरुमा हामीले एक्सपेन्सेस गर्दा चाहिँ हाम्रो बोनस पोइन्ट काउन्ट हुन्छ क्या ओके ओके मलाई लाग्छ यो एस ग्रुपले खोलेको स्टोर एस मार्केटमा छ यो प्रिजमा छ हैन अनि अर्को त्यो एउटा साले कि समथिङ के भन्ने छ नि सेल्स भन्छ कि साले भन्छ त्यसलाई कतिले मैले साले भनेको पनि सुनेको छु के अनि सेल हो त्यसमा पनि छ ग्यारे मलाई याद भएको सम्म चाहिँ तिनीहरु उनीहरुले तोकेको स्टोरहरुमा चाहिँ जे जस्तो एक्सपेन्सेस हामीले गर्दा फेरि चाहिँ त्यो बोनस काउन्ट हुने रहेछ के अनि स्टुडेन्टको केसमा 30 क्रस नभएलाई फ्री हुने डिपेन्डेन्ट हो भने त
डिपेन्डेन्टको पनि छ जस्तो लाग्छ मलाई एज क्राइटेरिया कति कटेपछि लाग्ने भनेर छ त्यो एभ्री मन्थ चाहिँ उनीहरूले सर्भिस चार्जको बापत चाहिँ 4-5 युरोदेखि 6-7 युरोसम्म लिन्छ तर यस ब्याङ्किङमा कम्प्लिटली फ्री रहेछ यो कुराहरू चाहिँ होइन त्यही हो कुरा अब हामीलाई थाहा भएको ब्याङ्क्सहरूको बारेमा हामीले भनेको अन्तिम डिसिजन त तपाईँ खुदकै हुन्छ एकदम विचारेर गर्नु होला त्यही होइन अनि अकाउन्ट नभए तपाईँले अब हाउसिङ अलाउन्सको लागि गर्न मिलेन एक्ज्याक्टली हाउसिङ अलाउन्स कहाँ गएर गर्ने केलामा गर्ने केलामा गएर चाहिँ हामीले अप्लाई गर्ने एकदम हामीले अहिले यो ब्याङ्किङसँग सम्बन्धित कुराहरू किन गरिराखेको भन्दाखेरि तपाईँले एप्लिकेसनै दिन नमिल्ने फर्म भर्न नमिल्ने भन्ने होइन तर त्यो फर्म भर्दै गर्दाखेरि त्यहाँ ब्याङ्कको डिटेलहरू राख्ने एउटा पार्ट हुन्छ त्यहाँनिर चाहिँ त्यो इन्फर्मेसन राख्न पाउनु भयो क्या तपाईँसँग ब्याङ्क डिटेल भयो भने अनि तपाईँको एप्लिकेसन चाँडो प्रोसेसिङमा गएर चाँडो डिसिजन आयो भने त तपाईँले पाउने अलाउन्सेसहरू त पाउन थाल्नु भयो नि त तपाईँको एकाउन्टै डिटेल छैन भने त त्यहाँ आउने कुरै भएन पछि तपाईँले अपडेट गर्नुपर्ने हुन्छ होइन त्यो भएको कारणले एकाउन्ट खोलिसकेपछि तपाईँ कहाँ जानुहुन्छ भन्दाखेरि केलामा जानुहुन्छ केला अफिस जानुहुन्छ तपाईँ स्टुडेन्ट भए पनि डिपेन्डेन्ट भयो भने दुवैजना त्यहाँ जानुहुन्छ त्यहाँ गएर फर्म माग्नुहुन्छ केलाई बेनिफिट के पाउँछ स्टुडेन्टले के पाउँछ भन्ने कुरा माग्नुहुन्छ होइन डिपेन्डेन्टले के एप्लिकेसन दिन मिल्छ भन्ने कुरा त्यहाँ बुझ्नुहुन्छ र त्यो अनुसार यहाँहरूले चाहिँ अप्लाई गर्न सक्नुहुन्छ त्यो पनि थोरै हामीले भिडियो मार्फत चाहिँ जानकारी गराउँ हामीले गरेका प्रोसेसहरू चाहिँ यहाँहरूलाई अपडेट गराउन चाहन्छौँ त्यो जस्तो अलिकति केलामा त्यो एप्लिकेसन दिँदै गर्दाखेरि स्टुडेन्ट हो भने केलाबाट मलाई लाग्छ मेडिकल बेनिफिटहरू चाहिँ लिन मिल्छ उहाँहरूले स्टुडेन्टले जस्तै मेडिकल इन्सुरेन्सहरू हुन्छ केला कार्ड आउँछ तपाईँहरूले त्यहाँ केला कार्डको लागि एप्लिकेसन दिन सक्नुहुन्छ स्टुडेन्टले त्यही केला कार्डको एप्लिकेसन दिने हो डिपेन्डेन्टले नि केला कार्डको एप्लिकेसन दिन मिल्छ र सँगसँगै त्यहाँनिर चाहिँ अघि म्यामले भने जस्तै हाउसिङ अलाउन्सेस र अनइम्प्लोइमेन्ट बेनिफिटको कुरा छ जुन चाहिँ मलाई लाग्छ अरू देशको बारेमा चाहिँ थाहा भएन फिनल्यान्डमा हामीलाई चाहिँ यो मलाई लाग्छ यही एउटा ब्युटी हो एकदम इनकेस हामीले काम पाएनौँ भने पनि केही टाइम टिकाउने काम हामीलाई चाहिँ सस्टेन गर्न सपोर्ट गर्ने अलाउन्सेसहरू हो यो चाहिँ डिपेन्डेन्टले हाउसिङ अलाउन्सेस भनेर तपाईँको टोटल एमाउन्टको 50% को 70% है यसमा कन्फ्युज नहुनु होला तपाईँको 200 चाहिँ रेन्ट छ भने 200 को 50% भनेको 100 युरो भयो 100 युरोको चाहिँ 70% भनेको 70 युरो चाहिँ तपाईँले पाउनुहुन्छ क्या डिपेन्डेन्टले है फेरि यो स्टुडेन्टको केसमा स्टुडेन्टले पाउने त्यही भएर तपाईँहरूले त्यो फर्म फिलअप गर्दा चाहिँ अलिकति केयरफुल भएर भर्नुपर्ने हुन्छ त्यो फर्म त्यहाँ पाइन्छ अनि त्यसपछि सँगसँगै अर्को चाहिँ के अरे अनइम्प्लोइमेन्ट अलाउन्सेसहरू पनि हामीले पाउँछौँ त्यसको पनि फर्म त्यहाँ हुन्छ होइन तपाईँले त्यो फर्म पनि भर्न सक्नुहुन्छ है त्यो भर्नुभयो भने त्यो फर्म त्यो सबै प्रोसेसमा जान्छ प्रोसेसमा गइसकेपछि तपाईँको डिसिजन के हुन्छ भनेर तपाईँले अनलाइन चेक गर्न सक्नुहुन्छ क्या omakela.fi मा गएर चाहिँ तपाईँले आफ्नो ब्याङ्किङ क्रेडेन्सियललाई हेर्नुहोस् है ब्याङ्किङ एकाउन्टको इम्पोर्टेन्स सबै कुरामा छ भन्नु थियो नि म्यामले हो यहाँ पनि छ क्या तपाईँले एभ्री साइट लगइन गर्दाखेरि तपाईँले ब्याङ्किङ क्रेडेन्सियलबाट गर्नुहुन्छ क्या अब ब्याङ्किङ एकाउन्टको डिटेलबाट मोबाइल थ्रुबाट लगइन गर्नुहुन्छ क्या तपाईँले डिबीमा गर्नु पर्यो त्यहीँबाट गर्नुहुन्छ suomi.fi फिनल्यान्डको अरू इन्फर्मेसन आउने साइटमा गर्नु पर्यो त्यहीँबाट गर्नुहुन्छ तपाईँले ट्याक्स हेर्नुहुन्छ ट्याक्स कार्डको लागि पनि तपाईँले vero.fi हान्दाखेरि त्यहाँ तपाईँको ब्याङ्किङ क्रेडेन्सियलबाट लगइन गर भन्छ होइन अनि यस्तै केलाको पनि ओमाकेला भन्ने छ omakela.fi भन्ने छ त्यहाँ पनि त्यो साइटमा जाँदाखेरि पनि तपाईँले चाहिँ ब्याङ्किङ क्रेडेन्सियलबाट चाहिँ लगइन गर्नुपर्ने हुन्छ क्या अनि त्यो लगइन गरिसकेपछि तपाईँले त्यो केला अफिसमा गएर भरेको फर्मको स्टेटस के छ तपाईँले ब्याङ्कले के इन्फर्मेसन दिन मिल्छ भनेर सबै अनलाइन हेर्न मिल्छ है यहाँहरूले त्यो चाहिँ गर्नुपर्ने हुन्छ होइन त्यसरी गऱ्यो भने हामीलाई सजिलो हुन्छ है अब फेरि के भन्न चाहन्छौँ भने फेरि कतिपय रुमरहरू पनि छ कतिपय अब यथार्थ हो कि मिथ हो आई डोन्ट नो हामीलाई वी डोन्ट नो होइन यो केला बेनिफिट लिनुहुन्न अनइम्प्लोइमेन्ट अलाउन्सेसहरू खानुहुन्न भन्ने कुराहरू पनि छ तर अहिलेसम्म मैले सुनेको केसमा चाहिँ यो भनेको हाम्रो बेनिफिटको लागि दिएकै हो हामी स्टुडेन्ट र डिपेन्डेन्टको लागि नै भनेर यो सबै सर्भिसहरू चाहिँ प्रोभिजन गरेको हो त्यो भएको कारणले हामीले खाँदा केही फरक पर्दैन तर फ्रड गर्नु भएन काम पाउँदै हुनुहुन्छ काम गर्दै हुनुहुन्छ त्यही पनि तपाईँ उनीहरूलाई इन्फर्मेसन नदिकन चाहिँ केला बेनिफिट खाँदै हुनुहुन्छ भने त्यसले चाहिँ तपाईँलाई समस्यामा पार्न सक्छ होइन डबल क्रसिङ गर्नेको बारेमा चाहिँ नसोचे पनि छ यहाँनिर चाहिँ होइन कुनै न कुनै पोइन्टमा जाएर उनीहरूले पक्रि नै हाल्छ यति क्लियर काम हुन्छ यहाँनिर है यहाँको सिस्टम यहाँको इन्फर्मेसन तपाईँको एकदम एकदम साइडमा चाहिँ तपाईँले बेनिफिट अप्लाई गरौँ प्रोसेसमा जाउँ बेनिफिटै खान्छु भनेर नसोचौँ सकेसम्म कामै हो नि प्रायोरिटी त हाम्रो काम खोजौँ होइन आफूले के गर्न सक्छ त्यो कुराहरू गरौँ
तर भने नि बेनिफिटमै डिपेन्ड चाहिँ नहौँ तर बेनिफिट खानै हुन्न भन्ने चाहिँ होइन हामी पनि खाइरहेका छौँ है हामीले नि काम गर्ने बेलामा त्यो के अरे उमाखेलालाई इन्फर्मेसन चाहिँ सेयर गर्छौँ होइन हामीले यसरी काम गर्दैछौँ भनेर सेयर गर्छौँ हामीले भन्दा नि विशेष गरेर डिपेन्डेन्ट हाम्रो वाइफ हजुरको हस्बेन्ड होइन हामीले गर्नुपर्ने हुन्छ त्यो इन्फर्मेसन त्यहाँ जान्छ अनि त्यो अनुसार रोकिने भयो जब काम सकिन्छ त्यसपछि फेरि उहाँहरूको त्यो अलाउन्सेसहरू आउन थाल्छ त्यस्तो अब यो बेनिफिटको कुरा गर्दै जाँदाखेरि चाहिँ बेनिफिट पाउने कुरामा चाहिँ जस्ट क्वालिफिकेसन पनि म्याटर गर्दो रहेछ नि एकदम डिसिजनमा चाहिँ त्यो तपाईँले तपाईँको एकाडेमिक क्वालिफिकेसनले धेरै प्रभाव पार्छ अथवा भनौँ तपाईँसँग भोकेसनल स्किलको केही सर्टिफिकेट छ भने त्यो पनि काम लाग्छ है इफ तपाईँसँग छन् लिएर आउनु होला अनि यो रहेछ कस्तो मैले थाहा पाएको चाहिँ भनेको ब्याचलर्स क्वालिफिकेसन अथवा तपाईँको मास्टर छ भने विदिन फ्यु विक्स कति विक्स उनीहरूले तोकेको छ इन्स्ट्यान्टली कि अब विदाउट एनी अब्जेक्सन पाइहाल्नुहुन्छ तपाईँले उनीहरूले दिने बेनिफिट काउन्ट गरेर के गरेर जस त्यसमा प्रब्लम भएन कुनै हजार्ड्सहरू आउँदैन पाइहाल्यो अनि अर्को चाहिँ बिलो +2 अथवा +2 भएकोहरूको चाहिँ सुरुचोटिमा उनीहरूले रिजेक्ट गरिदिँदो रहेछ ओके रिजेक्सनै छ है रिजेक्सन नै किनकि हाम्रो डिले भएको कुरा चाहिँ थाहा थियो मलाई पनि तर रिजेक्सनको कुरा चाहिँ थाहा थिएन फर्स्ट स्टेपमा चाहिँ उनीहरूले रिजेक्टै गरिदिँदो रहेछ अनि त्यसपछि सेकेन्डमा फेरि यति मन्थ बाद चाहिँ फेरि अप्लाई गर भनेर भन्दो रहेछ कि हो यो पनि अलिकति बुझ्नु जरुरी छ फेरि बेनिफिट पाइन्छ सबैले पाउनुहुन्छ भन्ने चाहिँ होइन रहेछ है हेर्नुहोस् है अलिकति तपाईँले नेपालमा तपाईँको स्टडी ब्याकग्राउन्ड के छ +2 क्लियर गर्नुभएको छ कतै डिप्लोमा गर्दै हुनुहुन्छ अथवा भोकेसनल ट्रेनिङहरू लिएर आउनु भएको छ सर्टिफाइड स्किल वर्कर हुनुहुन्छ भने त्यसले पनि तपाईँलाई सपोर्ट गर्ने होइन होइन ब्याचलर गर्नुभएको छ तपाईँले मजाले तपाईँको क्वालिफिकेसन ब्याचलर र मास्टर लेभलको छ भने त झन् त्यसले त प्लस पोइन्टै दिने भयो तपाईँलाई होइन तपाईँ एकदम एकाडेमिकली साउन्ड मान्छे हुनुभयो भनेर उनीहरूले हेर्छ त्यो अनुसार तपाईँलाई इन्टिग्रेसन प्लानहरूमा कसरी के प्रोग्राममा तपाईँले इङ्गेज गराउने भन्ने कुरा नि उनीहरूले सोध्छ साइड बाई साइड र तपाईँलाई अलाउन्सेसको कुराहरूमा पनि त्यो डिसिजन पोजिटिभ आउँछ अगाडि बढ्छ होइन इन केस तपाईँले +2 गर्नुभएको छैन +2 पनि पास गर्नुभएको छैन अथवा +2 लेभलको मात्रै तपाईँको चाहिँ क्वालिफिकेसन छ भने त्यसले अलिकति सुरुमा चाहिँ उनीहरूले एकैचोटिमा चाहिँ त्यो के भन्छ उनीहरूले एक्सेप्ट गर्दैन रहेछ त्यो कुरा चाहिँ विचार गर्नु त्यस्तो देखियो कि हाम्रो साथीभाइहरू पनि निकैको त्यस्तो भयो अनि थाहा पाएको एकदम अनि यो कुरा चाहिँ कहाँ आएर जोडिन्छ भन्दाखेरि सुरुमा तपाईँ डिबिबी जाँदाखेरि तपाईँको इन्फर्मेसन अपडेट गर्दै जाँदाखेरि डिपेन्डेन्टले चाहिँ माथि इन्फर्मेसन अपडेट गराउनुहुन्छ तल आएर चाहिँ के जब सिकरको फर्म भर्नुहुन्छ होइन जब सिकरको फर्म भर्दै गर्दाखेरि तपाईँले सबै इन्फर्मेसनहरू त्यहाँ दिनुहुन्छ क्या तपाईँको सर्टिफिकेटहरू भोकेसनल ट्रेनिङ होला एकाडेमिक सर्टिफिकेटहरू एभ्रिथिङ तपाईँले गरेको कामको ट्रेनिङको सर्टिफिकेटहरू सबै कुरा चाहिँ त्यहाँ तपाईँले बुझाउनुहुन्छ त्यसको आधारमा एउटा इन्टिग्रेसन प्लान भनेर हुन्छ क्या यिनीहरूको होइन डिपेन्डेन्टहरूलाई अथवा इमिग्रेन्टहरूलाई यहाँको इन्भाइरोमेन्टमा इन्टिग्रेट गराउनलाई चाहिँ कार्यक्रम यिनीहरूको कार्यक्रम छ त्यो कार्यक्रम अन्तर्गत तपाईँलाई आउने अलाउन्सेसहरू अथवा ट्रेनिङहरू चाहिँ त्यसरी आउँछ